प्रकाशकीय अविरल बग्दछ इन्द्रावती। चिरन्तनता र गतिशीलता नै त जीवन हो। जहाँ चिरन्तनता रहन्न त्यहाँ समाजले हुर्काएर ल्याएका मानवीय मूल्य समाप्त हुन्छन् र उसको आफ्नो परिचय नै हराउँछ। जहाँ गतिशीलता रहन्न त्यहाँ मानवीय मूल्यमा जीवन्तता नै रहन्न र त्यसै सर्न थाल्छन्। एक व्यक्तिको अर्को व्यक्तिप्रति समर्पण नै मानवीय सम्बन्ध हो र यो सम्बन्ध जति सहज बन्छ त्यति नै मानवीय मूल्य निर्मल बन्छ। दुई निर्मल झरना मिलेर नै एक खोला बन्छ। यो सम्बन्ध जति नै विशाल बन्छ त्यति नै मानवीय मूल्य उदार बन्छ। खोला खोला मिलेर त नदी बन्छ। परन्तु कहिलेकाहीँ विषमताले समाजको सन्तुलन बिगार्छ र शोषणले समाजको स्वस्थता नै हराइदिन्छ अनि समाजको सर्वाङ्ग नै कता कता दुखिरहन्छ र जीवनको सरसता नै सबैतिर सुक्न थाल्छ। त्यस अवस्थामा सामाजिकताको बोध र नयाँ युग चेतना जागृत गराउन आवश्यक पर्छ। त्यो सर्वाङ्गव्यापी पीडाको कारण दाहिने गोडो अलि लामो हुनु र देब्रे गोडो अलि छोटो हुनु हो। त्यसबाट होचो गोडामा बढी भार परेर अग्लो गोडो पनि सुखिरहन सक्दैन र समाजको सर्वाङ्गव्यापी पीडाको सहभागी त्यसले बन्नुपर्छ। युगको शोषणलाई पनि शोषितहरू नै स्वाभाविक सम्झन्छन्। मालिकको खर्कमा चढ्ने गाई प्राणीहरू मालिकप्रति यति कृतज्ञ हुन्छन् कि तिनले बाछाको थुन चोरेर दोहेको पनि पत्तै पाउँदैनन्। जब बाछाले दुध नपाएर धक्का मार्न थाल्छ अनि मात्र ती गाई प्राणी पनि लात्ती हान्न थाल्छन्। शोषणमा बानी पर्नेले त अर्काको रूप र प्यारमा पनि आफ्नै अधिकार सम्झन्छन्। त्यो दन्ते कथाको राक्षस जस्तै हुन्छ जसको मुटु बलिको मौलो मनी गाडिएको हुन्छ। हृदयहीन त्यो राक्षस दन्ते कथाकी राजकुमारीको कौमार्य हर्न खोज्छ। राजकुमारी आफ्नो शीलको रक्षा गर्दै मर्छे र फूल भएर जन्मन्छे। सौन्दर्य र सुकुमारता, प्यार र स्निग्धता कहिले मर्दैन। निर्धाहरू हार्छन् तर तिनीहरूभित्रको मानवीय महिमा कहिले हार्दैन। निमुखाहरू बोल्न सक्दैनन् तर तिनको सपना कथाकारका कथामा मुखारित हुन्छ। अविरल बग्दछ इन्द्रावतीमा यिनै युग सन्धिका सङ्घर्षका कर्णभेदी कोलाहल र दूर भविष्यका सुमधुर सुसेली सुनिन्छन्। प्रस्तुत उपन्यास अविरल बग्दछ इन्द्रावतीका लेखक श्री रमेश विकल नेपालीका प्रसिद्ध कथाकार हुनुहुन्छ। अब उहाँको प्रसिद्धि उपन्यासका फाँटमा पनि फैलिँदैछ। विकलका कथा र उपन्यासका विशिष्टता हुन् नेपाली समाजको सुधारको साथै मानवताका सन्देश। प्रस्तुत उपन्यास इन्द्रावती किनारका जनजीवनको कथा हो। यो हाम्रो बदलिँदो आर्थिक, सामाजिक र सांस्कृतिक जीवनको पनि कथा हो र निष्कर्षमा यहाँ सन्दर्भ सुहाउँदा जीवन मूल्यको खोजीको कथा हो। विकलजीले कुनै पनि कथा जन्य जीवनका जीवित पात्रहरूलाई साक्षात्कार गर्ने कथाकारको सृजनशील मनमा पहिलेदेखि सिर्जित भइरहन्छ र लेख्न थालेपछि पनि त्यसका पात्रहरूले लेखकलाई नै दूर दूरसम्म तानेर लैजान्छन्। आखिरमा उपयुक्त समाप्ति पाएपछि मात्र त्यो समाप्त हुन्छ। यति छोटो समयमा पनि यति प्रभावपूर्ण उपन्यास प्राप्त हुन सकेकोमा हामीलाई अत्यन्त प्रसन्नता छ। यो प्राप्ति नेपाली साहित्यिक प्राप्ति हो। विकलजीलाई सशत साधुवाद। माधव प्रसाद घिमिरे, उपकुलपति, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान। पौष 2040।